करेलामा 75%, ब्रोकलीमा 93%, लामो बोडीमा 95% र धनियामा 99% विषादी भेटिएको छ, जुन हरेक दिन सिधा हाम्रो भान्सामा आइरहेको छ। र त्यो विषादी कुनै सामान्य विषादी नभएर वर्षौं अगाडिदेखि विभिन्न देशहरूले पूर्ण रूपमा प्रतिबन्ध लगाएका र मानिसहरूमा नशा सम्बन्धी रोग, मानसिक रोग, श्वास प्रश्वास सम्बन्धी रोग, मृगौला, कलेजोमा प्रत्यक्ष प्रभाव पार्नुको साथै नपुंसकता, बाँझोपन हुँदै क्यान्सरसम्म निम्त्याउने विषादीहरू हुन्। गर्भवती महिलामा गर्भपतन हुनु, असामान्य बच्चा जन्मिनु र साथै साना बालबालिकाहरूको ब्रेन ह्यामरेजसम्मको कारण बनिरहेका छन् तिनै विषादीयुक्त तरकारी र फलफुलहरू। हामीलाई सिधै मार्न सक्ने 164 प्रकारका विषादीहरू, जसलाई विश्वका 40 भन्दा बढी देशहरूले पूर्ण रूपमा ब्यान गरेका छन्, तिनै 164 प्रकारका विषादीहरू नेपालमा भने अझै पनि खुल्लम खुल्ला बिक्री वितरण साथै हामीले दैनिक रूपमा खाने तरकारी र फलफुलहरूमा प्रयोग भइरहेका छन्। र ती विषालु औषधिहरू बेच्ने एग्रोभेटहरू निर्धक्क भएर अबको केही वर्षमा मलाई 100% क्यान्सर हुन्छ भनेर भनिरहेका छन्। कुनै पनि तरकारीमा विषादीको मात्रा यदि 35 देखि लिएर 45% छ भने त्यसलाई केही दिनसम्म बाहिर राखेर विभिन्न उपायहरू गरिसके पछाडि मात्र त्यो तरकारी खान योग्य हुन्छ भन्ने गरिन्छ भने हामीले दैनिक रूपमा खाने तरकारीहरूमा त 75% देखि लिएर 99% सम्म विषादीहरू भेटिएको छ भनेपछि हाम्रो स्वास्थ्य कुन अवस्थाबाट गुज्रिरहेको छ होला। हाम्रो हरेक दिन भान्साघरमा बन्ने खानाबाट सुरु हुन्छ र अन्त पनि त्यही भान्सा जुन हाम्रो जीवनको आधार हुनुपर्ने हो, आज भान्सामा पाक्ने तिनै खानेकुराहरूले गर्दा नै हामी हाम्रो जीवनको अन्ततिर लम्किरहेका छौँ। नेपालमा अहिले हरेक दिन 40 जनाको क्यान्सरको कारणबाट मृत्यु भइरहेको छ, जसमध्ये 12 देखि 14 जनाको खानाको कारणले गर्दा मृत्यु भइरहेको छ र त्यसमा तरकारीमा प्रयोग हुने विषादीहरूको भूमिका ठूलो रहेको पुष्टि भएको छ। पब्लिक हेल्थ एक्सपर्ट डाक्टर शरद वान्ताका अनुसार किडनी फेलियर साथै किडनीमा हुने अनेकौं समस्याको कारण पनि तरकारीमा प्रयोग हुने विषादी नै देखिएको छ। आर्थिक वर्ष 2023-24 को तथ्याङ्क हेर्ने हो भने गएको 5 वर्षमा नेपालमा 86.83% नयाँ थप विषादीहरू रजिस्टर गरिएको छ र विषादी आयात 46.3% ले बढेको छ। गएको वर्ष मात्र नेपालमा 635 टन विषादी आयात भएको थियो। यसरी नेपालमा हरेक वर्ष झन भन्दा झन धेरै नयाँ र थप विषादीहरू भित्रिरहेको छ। विश्वभरिकै तथ्याङ्क हेर्ने हो भने हरेक दिन 700 जना व्यक्तिको मृत्यु कुनै न कुनै रूपमा हामीले खाने सब्जीमा रहेको विषादीका कारण भएको छ। यहाँ के कुरा ख्याल गर्नुपर्ने छ भन्दा विभिन्न विषादी जो संसारभरि नै प्रतिबन्ध लगाइसकिएको छ, तिनै विषादीलाई नाम परिवर्तन गरेर र केही मिश्रण थप घट गरेर उही पुरानो विषादी नयाँ लेभल र बोतलमा ल्याउने गरेको पनि पाइएको छ। यी नेपालमा कृषि क्षेत्रमा प्रयोग गरिने केही विषादीहरू हुन्। आउनुहोस् यिनीहरूको बारेमा पनि केही जानिहालौँ। यी लगायत अन्य 164 विषादीहरू नेपालमा कानुनी रूपमा नै रजिस्टर्ड छन्, जुन मध्ये 56 प्रकारका विषादीहरूलाई विश्वका विभिन्न मुलुकहरूले पूर्ण रूपमा प्रतिबन्ध लगाइसकेका छन्। नेपालमा धेरै मात्रामा प्रयोग हुने यी विषादीहरूले मानिसको स्वास्थ्यमा के कस्ता असरहरू पुर्याइरहेका हुन्छन् त्यो पनि जानिहालौँ। इन्सेक्टिसाइड जसले मानिसहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, छालामा विभिन्न किसिमका समस्याहरू देखिने, त्यसको साथै ठूलो समस्यामा प्रजनन शक्तिमा ह्रास आउने, स्नायु प्रणालीसँग सम्बन्धित रोगहरू साथै शरीरका विभिन्न अङ्गहरूमा क्यान्सरसम्म पैदा गर्ने गर्छ। त्यस्तै गरेर अर्को विषादी अकारिसाइड जसले माइल्ड इरिटेसनदेखि लिएर सेभियर सिस्टम ड्यामेज गर्ने भनेर देखाएको छ, जसमा पनि सामान्य छाला रोगहरूदेखि लिएर श्वास प्रश्वास हुँदै क्यान्सर निम्त्याउने केमिकलहरू प्रयोग भएका हुन्छन्। त्यस्तै गरेर नेमाटिसाइड, फङ्गिसाइड, ब्याक्टेरिसाइड, हर्बिसाइड, रोडेन्टिसाइड, मलुस्किसाइड जस्ता पेस्टिसाइड जसले किरा फट्याङ्ग्रालाई मार्नुको साथै हरेक दिन खाना खाएसँगै हामीलाई पनि स्लो पोइजनको रूपमा बिस्तारै मृत्युको मुखमा धकेलिरहेका छन्।
जनस्वास्थ्य तथा वातावरण विकासका एक्जिक्युटिभ डिरेक्टर र इन्भाइरोमेन्ट साइन्टिस्ट रामचरित्र शाहले आफू र आफ्नो समूहसहित नेपालमा अति खतरनाक र मानिसहरूमा प्रत्यक्ष क्यान्सरसम्म निम्त्याउने विषादी क्लोरपाइरिफोस लगायत फोरेट र पाराक्वाट जस्ता विषादी नेपालमा बिक्री वितरण तथा प्रयोगमा रोक तथा प्रतिबन्ध लगाउनको लागि विशेष पहल गर्नुभएको थियो र सरकारले 2024 डिसेम्बरमा अब ती विषादीहरू प्रयोग नगर्ने भनेर घोषणा गर्यो। तर त्यो क्लोरपाइरिफोस 2 वर्ष पछाडि प्रयोग गर्न नपाउने भनेर घोषणा भयो। यसो गर्नुमा नेपालमा आयात भइसकेको विषादी पूर्ण रूपमा प्रयोग गरेर विषादी आयात गर्ने व्यापारी, कृषक या एग्रोभेटले गरेको लगानी उठोस् भनेर लोभी र अत्यन्तै क्रूर मानसिकता रहेको देखिन्छ। त्यो विषादी सक्नको लागि प्रयोग गर्नको लागि 2 वर्षको समय सरकारले किसानलाई र बिक्रीकर्तालाई दियो। यो मानिसको ज्यान लिन सक्ने विषादी हो भनेर पुष्टि गरेर सरकार समक्ष केही सचेत व्यक्तिहरूले निवेदन दिनुभयो। सरकारलाई थाहा पनि भयो, तर पनि त्यो विष 2 वर्ष लगाएर आफूसँग जति छ त्यसलाई प्रयोग गर, त्यसपछि बल्ल नल्याऊ, त्यसपछि बल्ल नकिन भनेर घोषणा भयो। त्यो 2 वर्षभित्रमा त्यो विषादी राखेर जति पनि तरकारीहरू उत्पादन गरिन्छ त्यो आम जनताहरूले खान्छन्, उनीहरूको स्वास्थ्य बिग्रिन्छ। त्यो प्रति हाम्रो सरकार कुनै पनि तवरले उत्तरदायी छैन। जति बेला थाहा भयो कि यो विषादीले मानिसहरूमा निकै ठुला समस्याहरू पैदा गराउँदै मृत्युको मुखसम्म पुर्याउँछ भन्ने थाहा हुने बित्तिकै त्यसको 1 मिनेटमा नै त्यो विषादीलाई पूर्ण रूपमा डिस्पोज गर्न लगाउनु पर्ने होइन, अझै त्यसलाई प्रयोग गर्नको लागि, समाप्त गर्नको लागि भनेर 2 वर्षको समय दिनु कतिसम्मको असंवेदनशीलता। हाम्रो देशका अभिभावक बनाउँदालाई हाम्रो स्वास्थ्यको 1 थोपा पनि चिन्ता र सरोकार छैन। त्यसैले हामी आफू नै आफैमा सचेत हुनुपर्छ। आफ्नो लागि, आफ्नो परिवारको लागि र आफ्नो बालबच्चाको स्वास्थ्यको लागि हामी आफूले नै अलि गम्भीर भएर सोच्नु जरुरी छ। आजको यो अङ्क मार्फत हामीले हजुरहरूलाई डराउन दिने या त्रसित बनाउने मनाशयले बिल्कुल यो सब भनिरहेका छैनौँ, बल्कि हजुरहरूलाई सचेत बनाउनको लागि हजुरहरूले पहिले हामीले दैनिक खाने तरकारीहरूमा के कस्ता खतरनाक विषादीहरूको प्रयोग भइरहेको छ पहिले त्यो जान्नु र त्यसबाट कसरी बच्ने त भन्ने उपायहरू पनि हामी भिडियोको अन्तिमसम्ममा हजुरहरू समक्ष शेयर गर्नेछौँ। सामान्यतया समाजमा ठुला ठुला हस्पिटलहरू बन्नुलाई हामीले एउटा विकासको सूचकको रूपमा हेर्ने गर्छौँ, तर विचार गर्नुपर्ने कुरा के छ भने हस्पिटलको माग नै बिरामीहरू धेरै भएको कारणले भइरहेको हुन्छ। आजभन्दा केही वर्ष अगाडि नेपालमा जम्मा एउटा मात्र क्यान्सर हस्पिटल थियो भने अहिले हेर्नुस् त नेपालमा कति धेरै क्यान्सर हस्पिटल्सहरू खुलिसकेका छन्। यसले गर्दा रोगीहरूले सुविधा पाइरहेका छन् निसन्देह, तर विचार गर्नुस् त कहाँबाट त्यति धेरै क्यान्सर हस्पिटलका स्टाफहरूलाई पाल्न पुग्ने गरेर बिरामीहरू आइरहेका छन्? तपाईँ हाम्रै समाजको बीचबाट होइन। हामीले यस भिडियोको लागि रिसर्च गर्ने क्रममा अत्यन्तै डरलाग्दो तथ्याङ्क फेला पारेका छौँ। आज नेपाल, भारत जस्ता देशमा व्यावसायिक तरकारी खेती गर्ने कृषक नै सबैभन्दा बढी क्यान्सर रोगी भइरहेको पाइएको छ। र त्यति मात्र होइन, व्यावसायिक रूपमा तरकारी खेती गर्ने फार्म नजिक रहेका गाउँका स्त्रीहरूमा बाँझोपन र पाठेघरको क्यान्सर अत्याधिक मात्रामा बढेर गएको छ। यदि तपाईँले गाउँमा बस्नु भएको छ र अर्ग्यानिक रूपमा खेती गरेर म खान्छु भन्नुहुन्छ, तर तपाईँको छेउमा तपाईँको छिमेकीले मजाले विषादी प्रयोग गरेर खेती गरिरहेको छ भने त्यो हावा र पानीको माध्यमबाट पनि विषादी तपाईँको खेतसम्म आइपुग्छ र तपाईँको अर्ग्यानिक खेतीलाई पूर्ण रूपमा अर्ग्यानिक रहन दिँदैन। अर्कोतिर विषादी छर्कने क्रममा कृषकलाई त्यो विषादीले धेरै नै असर गरिरहेको हुन्छ। हरेक दिन त्यो खेतमा त्यही विषादीको बीचमा हिँडडुल र बिरुवाको स्याहार सुसार गर्दा गर्दै नै धेरै कृषकहरू क्यान्सर, मस्तिष्क, नशा र बाँझोपन जस्ता रोगका शिकार भइसकेका हुन्छन्। रिसर्चको क्रममा ती विषादीहरू बेच्ने एग्रोभेट स्टोरमा गएर हामीले त्यो भेटहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ कि त्यो विषादीहरू नाङ्गो हातले छुनु पनि हुँदैन र दिनभरि यो गर्मीको मौसममा ग्लोभ्स लगाएर, मास्क लगाएर बस्न हामीलाई पोसिबल हुँदैन र हरेक दिनभरि त्यो विषादीहरू आफ्नो हातले छुने, अरूलाई दिने गर्दा र हरेक दिन त्यो विषादीको गन्धहरू सुँघ्ने गर्नाले हामीलाई केही वर्षमा 100% क्यान्सर हुन्छ भनेर आफूले नै ठोक्कुवा दिएर भन्नुहुन्छ। र
तैपनि हजुरले यो सब किन गरिरहनु भएको छ त भन्दा उहाँहरूले मैले पढेको नै यही हो, मैले जानेको नै यही हो, यो बाहेक मसँग अरू अप्सन छैन, कमसेकम मलाई केही भइहाल्यो भने पनि मेरो परिवारलाई चाहिँ यसले चाहिँ खाना लगाउन पुगिरहेको हुन्छ, उनीहरूको लागि राम्रो हुन्छ भन्ने जवाफ हामीले पायौँ। यसरी नाङ्गो हातले छुनसम्म नहुने र गन्धसम्म लिन नसकिने त्यति खतरनाक विषादीहरू भने बाहिर बजारमा छत्ताछुल्ल रूपमा बिक्री वितरण भइरहेका छन् र प्रयोग भइरहेका छन्। मनग्गै फलाउने र प्रशस्त व्यापार गरेर आफ्नो लगानी उठाउने विचारमा औषधि ठोक्दा ठोक्दै त्यो विषादीले के हानि गरिरहेको छ भन्ने कुरा कृषकलाई सम्म पत्तो हुँदैन। सन् 2020मा 20,508 नयाँ क्यान्सर केसहरू फेला परेको थियो र तीमध्ये 13,629 को निधन भएको थियो। सन् 2022मा क्यान्सर सचेतना बढेको भए पनि 22,008 जनामा नयाँ क्यान्सर केस फेला पर्यो र तीमध्ये 14,704 जनाको त मृत्यु नै भयो। जति क्यान्सर रोगको उपचारमा नयाँ नयाँ औषधि र प्रविधिको विकास भए पनि त्यति नै डरलाग्दो मात्रामा हरेक वर्ष भारत लगायत अन्य मुलुकहरूबाट विषादीको आयात बढेकै छ। आयातको रेकर्ड हेर्दा विषादीको आयात जुन रूपमा बढेको छ त्यही रूपमा वर्षेनी हजारौंको दरले नयाँ क्यान्सर बिरामीहरू थपिएका छन्। हजुरलाई लाग्ला क्यान्सरको कारण विषादी मात्र त पक्कै पनि होइन, तर विषादीको धेरै ठुलो भूमिका रहेको पुष्टि भइसकेको छ। अर्गानोफोस्फेट विषादी जुन नेपालमा अत्याधिक मात्रामा प्रयोग हुने गर्छ या भनौँ अहिले अनुगमन गरिरहँदा धेरै जसो तरकारीहरूमा भेटिने गर्छ, त्यही अर्गानोफोस्फेट अन्तर्गतको कीटनाशक विषादी क्लोरपाइरिफोस, जसको आविष्कार हिटलरको शासनकालमा जिउजहरूलाई पूर्ण रूपमा सखा पार्नको लागि भएको थियो र केमिकल वारफेयरमा त्यही विषादी प्रयोग गर्नाले हजारौं जिउजहरूको मृत्यु भएको थियो र त्यही विषादी नै अहिले पनि नेपालमा खुल्ला रूपमा बिना प्रतिबन्ध बिक्री वितरण र भरपूर मात्रामा प्रयोग भइरहेको छ। र हामीले अहिले देख्ने जति पनि सिजनल तरकारीहरू देख्छौँ, करेला, बोडी, घिरौँला, धनियाँ, यी सबैमा त्यही विषादीको प्रयोग भइरहेको छ। एकचोटि यो क्लोरपाइरिफोस नामको विषादीले मानिसको स्वास्थ्यमा के कस्तो असरहरू पर्छ यो पनि हेरिहालौँ। क्लोरपाइरिफोसले बच्चाहरूमा न्युरो डेभलपमेन्टल हार्म अर्थात् दिमागी विकासमा प्रत्यक्ष प्रभाव पार्छ र यदि कुनै गर्भवती महिला यसको कन्ट्याक्टमा आइन् भने बच्चा निकै कम तौलको जन्मिने, दिमागी सन्तुलन कम हुने, स्मरण शक्ति र अन्य बौद्धिक शक्तिमा निकै कमी आउन सक्छ। त्यस्तै गरेर वयस्क मानिसहरूमा कन्भल्सन्स अर्थात् शरीरको नसाहरू साथै मांसपेशीहरूमा पोइजनको कन्ट्याक्टले अचानक मसलहरू टाइट हुने, लुज हुने, क्र्याम्प हुने, मानिसले कन्ट्रोल नै गर्न नसकेर शरीर पुरै बाङ्गिने, काम्ने जस्तो खतरनाक अवस्था सृजना हुन सक्छ। त्यस्तै श्वास प्रश्वास प्रणालीमा उतार चढाव हुनुको साथै प्यारालाइजसम्म हुने र फोक्सोको क्यान्सर हुँदै अन्त्यमा मृत्युसम्म हुन सक्छ। र यही खतरनाक विषादीलाई विश्वका 40वटा भन्दा बढी देशहरूले प्रतिबन्ध लगाइसक्दा पनि नेपालमा भने त्यसको बारेमा पूर्ण रूपमा जानकारी पाइसकेपछि पनि यो प्रयोग गर्नको लागि अझै 2 वर्ष समय दिएको छ। र यो विषादी किसानहरूले विशेष गरेर तरकारीहरूलाई समयभन्दा छिटो बढाउनको लागि, छिटो फलाउनको लागि र अत्याधिक मात्रामा फलाउनको लागि प्रयोग गर्ने गर्छन्। जस्तो कि तपाईले एउटा घिरौँलाको बोट लगाउनु भयो, त्यसलाई फल्न, म उदाहरणको लागि मात्र भन्दैछु, त्यसलाई फल्नको लागि 3 महिना लाग्थ्यो भने यो विषादी तपाईले प्रयोग गरेपछि 1 महिनामा घिरौँला चाहिँ खान लायक तपाईले उत्पादन गर्नुहुन्छ र बेच्नुहुन्छ। छिटो फलाउन, धेरै फलाउनको लागि चाहिँ यसको प्रयोग गर्ने गरेका हुन्छन्। तर यसले गर्दा यो किनेर खाने मानिसहरूको स्वास्थ्यमा कस्तो असर परिरहेको छ त्यो प्रति ती किसानहरू, ती कृषकहरू भने कति पनि संवेदनशील छैनन्। र त्यसको साथै किनेर खाने मानिससँग त कमसेकम केही उपायहरू होलान् त्यसलाई न्यूनीकरण गर्न, या उसले किनेर नखाइदिँदा पनि ऊ त्योबाट बच्न सक्छ। तर ती कृषकहरू जसले यसको प्रयोग गरिरहेका छन् उनीहरू चाहिँ कसरी बच्छन् त? बरु थोरै फलाउँछु, थोरै कमाउँछु, तर एउटा निर्दोष मानिसको, निर्दोष बालबच्चाहरूको जीवनमाथि, उनीहरूको स्वास्थ्यमाथि खेलवाड गर्दिन भन्ने सचेतना ती कृषकहरूमा कहिले आउने?
हामीले अहिलेसम्म हामीले दैनिक रूपमा बजारबाट किनेर ल्याएको सब्जीमा के कस्ता विषादीहरू, कतिसम्मका हानिकारक विषादीहरू प्रयोग भएका हुँदा रहेछन् त्यो जान्यौँ। अब त्यसलाई सरकारले त्यो विषादीहरू किनबेचमा रोक लगाउनेवाला छैन र किसानले पनि त्यो प्रयोग गर्न छोड्नेवाला छैन। तर हामी जुन दैनिक रूपमा तिनै तरकारीहरूलाई घरमा ल्याएर पकाउन बाध्य छौँ, अब त्यसबाट कसरी बच्ने त? इनफ्याक्ट बच्ने त म भन्दिनँ, तर त्यहाँ भएको विषादीहरूलाई केही हदसम्म भए पनि कसरी न्यूनीकरण गरेर पकाउने त, त्यतातर्फ जाउँ। नम्बर 1 मा रहेको छ बाहिरबाट तरकारी किनेर ल्याइसके पछाडि त्यसलाई हामीले नुन पानीमा या भिनेगर पानी या बेकिङ सोडा या फिटकिरी राखेर केही घन्टासम्म, 2-4 घन्टासम्म त्यो तरकारीलाई त्यो पानीमा डुबाएर राख्ने, त्यसपछि निकालेर राम्रोसँग पखालिसके पछाडि मात्र त्यसलाई पकायौँ भने त्यहाँबाट धेरै मात्रामा विषादीहरू बाहिर फाल्न सक्छौँ। र यदि सम्भव छ भने भोलिपल्ट बिहान पकाउने तरकारीलाई हजुरले आज साँझ नै ल्याएर त्यो नुन पानीमा या त्यो भिनेगर पानीमा या फिटकिरी पानीमा या बेकिङ सोडा नै राखेर जे सम्भव छ त्यसमा डुबाएर कमसेकम 12 घन्टाको लागि भोलि पकाउने सब्जी आज राति नै भिजाएर राख्नुभयो भने चाहिँ त्यो अझै धेरै इफेक्टिभ हुन सक्छ। जे होस्, योबाट के चाहिँ प्रष्ट हुन्छ भन्दा हजुरले तत्काल बाहिर गएर सब्जी किनेर ल्याएर पखालेर मात्र त्यो पकाउनु भयो भने चाहिँ त्यति बेला हजुरले धेरै मात्रामा विषादीहरू खाइरहनु भएको हुन्छ। नम्बर 2 मा रहेको छ पिलिङ, अर्थात् हामीले ल्याएको सब्जीहरू जसको बोक्रा फाल्न मिल्ने सब्जीहरू हुन्छन् तिनीहरूको राम्रोसँग बाहिरको बोक्रा फालेर मात्र पकायौँ भने पनि केही हदसम्म विषादीहरू कम हुने रहेछ। पहिले यस्तो युग थियो कि सब्जीको बोक्राहरू नफाल्ने, बोक्रा फाल्दाखेरि त्यहाँ भएको न्युट्रिसन पनि जान सक्छ भन्ने गरिन्थ्यो भने अहिले बोक्रा फालेर या जेसुकै गरेर हुन्छ कसरी त्यो सब्जीलाई, त्यो तरकारीलाई खान योग्य बनाउने भन्ने सोच्नु पर्ने बेला आइसकेको छ। तर यदि हजुर गाउँघरमा हुनुहुन्छ, पूर्ण रूपमा अर्ग्यानिक तरिकाले चाहिँ सब्जीहरू उब्जाइरहनु भएको छ भने हजुरले त्यो बोक्राहरू नफाली खानाले धेरै मात्रामा न्युट्रिसनहरू लिन सक्नुहुन्छ। नम्बर 3 मा रहेको छ बाहिरबाट किनेर ल्याएको तरकारीलाई 12 देखि 14 घन्टासम्म रेफ्रिजरेट गर्नु, अर्थात् हजुरले भोलिपल्ट बिहान पकाउने तरकारी छ भने आज राति नै त्यो तरकारीलाई फ्रिजमा राख्नुभयो 12 देखि 14 घन्टाको लागि र भोलिपल्ट त्यो फ्रिजबाट निकालेर राम्रोसँग पखालेर पकाउनु भयो भने चाहिँ धेरै मात्रामा त्यो तरकारीमा भएको विषादीहरू, त्यो फ्रिजमा भएको चिसोले गर्दा त्यो ब्याक्टेरियाहरू, त्यो विषादीहरूलाई चाहिँ कम गराउने रहेछ। त्यस्तै गरेर नम्बर 4 मा रहेको छ बोइलिङ, अर्थात् हजुरले ल्याएको तरकारीहरूलाई एकछिन तातो पानीमा या त सम्भव हुन्छ भने उमाल्न सकिने सब्जीहरू छ भने उमाल्ने, नभए अरू उमाल्न नसकिने नमिल्ने तरकारीहरू छ भने चाहिँ तातो पानीमा एकछिन डुबाएर छोडिदिनु भयो र केही बेर पछि, जस्तै 15-20 मिनट पछि नै सही, निकालेर त्यसलाई पखालेर पकाउनु भयो भने पनि त्यो तरकारीमा भएको विषादीहरू धेरै हदसम्म कम हुन सक्छ। सम्भव हुने तरकारी छ भने मजाले उमाल्न नै सक्नुभयो, जस्तो कि आलु भयो, टमाटर भयो, अथवा चाहिँ करेला, घिरौँला, यिनीहरूलाई बाहिरबाट नै तातो पानीमा एकछिन राखेर बोइल गर्न मिल्ने भयो। बोइल भन्दा पनि ब्लान्च टाइपको तातो पानीमा डुबाएर एकछिन राखेर निकाल्न सक्नुभयो। नम्बर 5 मा रहेको कुरा भने हामीले तरकारी ल्याइसके पछाडिको कुरा होइन कि तरकारी लिन गएर तरकारी रोज्दाखेरि नै ध्यान दिनुपर्ने कुरा। हामीले नर्मल्ली बजार गएर जुन चाहिँ राम्रो फ्रेस सब्जी देख्छौँ त्यही नै चुज गर्ने हाम्रो बानी हुन्छ। अलिकति बाङ्गिएको, अलिकति ओइलाएको, अलिकति सानो किराले खाएको त्यस्तो सब्जीहरू चाहिँ प्राय हामीले चुज गर्दैनौँ। जुन हेर्दा एकदमै राम्रो हरियो फ्रेस देखिन्छ त्यो नै हामीले बढी रोजिरहेका हुन्छौँ। त्यहाँ नै हाम्रो सबैभन्दा ठुलो गल्ती भएको हुने रहेछ। हजुरहरूले सब्जी रोज्दा नै अलिकति किराले खाएको छ, थोरै ओइलाएको छ भने, अलिकति बाङ्गिएको छ, त्यस्तो तरकारीहरूमा चाहिँ विषादी राम्रोसँग पर्न नपाएर, लाग्न नपाएर नै त्यो तरकारी अलिकति बाङ्गिएको, त्यसमा किरा सर्भाइभ गर्न सक्यो, किरा बाँच्न सक्यो त्यो खाएर भने त्यो हाम्रो लागि पनि धेरै हदसम्म सेफ छ भन्ने बुझ्नु पर्यो। त्यसैले तरकारी रोज्दाखेरि नै अलि बढी राम्रो, बढी फ्रेस भन्दा पनि अलिकति ओइलाएको, अलिकति बाङ्गिएको, थोरै किराले छेउमा खाएको त्यस्तोहरू रोज्यौँ भने चाहिँ त्यसमा विषादी
अरू फ्रेस राम्रो ठुलो सर्लक्क परेको तरकारीमा भन्दा चाहिँ धेरै कम हुने रहेछ। प्राय गरेर तरकारीहरूमा भएको विषादीहरूको अनुगमन परीक्षण चाहिँ कालीमाटीमा रहेको कालीमाटी तरकारी तथा फलफुल बजारमा हुने गर्छ र त्यहाँ नेपालका विभिन्न जिल्लाहरूबाट ल्याइएका र भारतबाट ल्याइएका तरकारीहरूमा धेरै मात्रामा विषादीहरू भेटिने गर्छ। अत्याधिक र खान नै योग्य नहुने गरेर 95 देखि 98 99% विषादी भेटिएमा त्यो लटको केही किलो तरकारीहरू डिस्पोज गरिन्छ। तर दुःखको कुरा नेपालका सबै सब्जी मण्डीहरूमा त्यो विषादी मापन या अनुगमन गर्ने प्रविधि उपलब्ध नै छैन र कालीमाटीमा पनि हरेक दिन हरेक ट्रकले र हरेक ठाउँबाट ल्याइएको सब्जीहरू चेक गरिँदैन कहिले र कुन चाहिँ ट्रक चेक हुँदा कुन चाहिँ तरकारीमा कति विषादी भेटियो भन्ने कुरा हो। यदि हरेक दिन हरेक ठाउँको सब्जी मण्डीमा नेपालको हरेक कृषि फार्मबाट आउने तरकारी तथा फलफुलमा विषादी चेक गर्ने हो भने हामीले खान लायक सायदै कुनै तरकारी भेटिएला। हाम्रा भर्खर हुर्किँदै गरेका बालबच्चाहरू जसको भर्खर मस्तिष्कको विकास हुँदै गरेको उमेर हुन्छ त्यो उमेरमा नै उनीहरूको मस्तिष्क विकास नै रोक्ने र विभिन्न प्रकारका दिमागी समस्याहरू पैदा गराउने त्यति खतरनाक विषादीहरू उसलाई प्राण दिने उसकै आमा बुवाले तरकारीको माध्यमबाट खुवाउन बाध्य भइरहेका छन्। बजारमा पाउने जङ्क फुड फास्ट फुडहरू स्वास्थ्यको लागि विष सरह हुन्। घरमा बनेको खाना स्वस्थकर हुन्छ र हरियो साग सब्जी फलफुलहरू धेरै खानुपर्छ स्वस्थ भइन्छ भनेर कसरी भन्ने अब। अर्को एउटा प्रसङ्ग मलाई यहाँ उल्लेख गर्नु मन लाग्यो। हामी मध्ये धेरैजना जो सहरमा बसिरहनु भएको छ स्पेसल्ली उहाँहरूको केही कारणवश केही बाध्यतावश या छोराछोरीहरूलाई राम्रो स्कुलमा पढाउनको लागि या आफ्नो लागि केही राम्रो अपर्च्युनिटीहरू सहरमा भएको कारणले आफ्नो फ्युचरको लागि बच्चा बच्चीको फ्युचरको लागि सहरमा बसिरहनु भएको हुन्छ। उहाँहरूसँग अर्ग्यानिक तरकारीहरू लगाउनको लागि आफ्नो जमिन नहोला आफ्नो घरको छतमा प्राय गरेर उहाँहरूले ग्रो ब्यागदेखि लिएर त्यो फिसको बक्सदेखि लिएर ठुला ठुला गमलाहरूमा नै सही तरकारीहरू फलाइरहनु भएको हुन्छ अर्ग्यानिक तरिकाले र त्यसको फोटो भिडियोहरू विभिन्न सोसल मिडियाको प्लेटफर्म मार्फत सेयर गरिरहनु भएको हुन्छ र त्यसमा आएको कमेन्टहरू प्राय म हेर्ने गर्छु। त्यो कमेन्टमा यति धेरै नराम्रोसँग यति डिमोटिभेट गरेर मानिसहरूले लेखिरहनु भएको हुन्छ। गाउँमा भने बिगौँ बिगा जमिन बाँझै छ यहाँ चाहिँ गमलामा तरकारी फलाएर के नै गरे भन्ने अथवा के यो नाटक यताउता भनेर निकै नकारात्मक तरिकाको कमेन्टहरू पनि गरिरहनु भएको हुन्छ। तर यस्तो चाहिँ हजुरहरूले नगरिदिनु होला प्लिज। हो उहाँहरू बजारमा अहिले हुनुहुन्छ अहिले भर्खर गाउँमा गएर तरकारी फलाएर बजारमा ल्याएर खान पोसिबल होला तर जहाँ हुनुहुन्छ त्यहाँ पोसिबल हुने कुरा त उहाँहरूले कमसेकम ट्राई गरिरहनु भएको छ नि। कमसेकम गमलामा नै लगाएर भए पनि आफ्नो बच्चालाई आफ्नो परिवारलाई बिना विषादीको केही अर्ग्यानिक खुवाउँछु भनेर मेहनत गरेर आफ्नो कौशीमा विभिन्न तरिकाहरू गरेर कौशी खेती गरिरहनु भएको छ। उहाँहरूलाई चाहिँ हामीले झन् धेरै हौसला दिने झन् धेरै मोटिभेट गर्ने र उहाँहरूको तारिफ गर्नतिर लाग्नुको सट्टा झन् उहाँहरूलाई चाहिँ नेगेटिभ कमेन्ट्सहरू गरिरहेका देख्छौँ। हामीले काठमाडौँकै उदाहरण हेर्ने हो भने कौशी खेतीमा कति राम्रो गर्नुभएका कति धेरै महिलाहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ एकचोटि सम्मानपूर्वक मिठा मिठा कमेन्ट्सहरू हामी गर्ने गरौँ ताकि उहाँहरूलाई अझै धेरै हौसला मिलोस्। र यदि हजुर पनि बजारमा हुनुहुन्छ र सम्भव छ भने गमलामा नै सही कमसेकम धनियाँ खुर्सानी टमाटर जस्ता साना साना बोट बिरुवाहरू र सम्भव हुने कुराहरू चाहिँ हामीले गर्न सक्यौँ भने त्यो 99% विषादी राखेको धनियाँ हामीले किनेर ल्याउनु पर्दैन थियो खानु पर्दैन थियो सायद। र अर्को कुरा जो गाउँघरमा हुनुहुन्छ खेती किसानी गरेर बसिरहनु भएको हुन्छ उहाँहरूमा फेरि एउटा खालको हीनता बोध हुन्छ एउटा ग्लानि हुन्छ। अरू चाहिँ मेरो साथीहरू या अरू चाहिँ बजारमा बसिरहेका छन् म चाहिँ गाउँमा बसेर यस्तो खेती किसानी गर्नु परेको छ तरकारीहरू फलाउनु परेको छ अन्न फलाउनु परेको छ भन्ने उहाँहरूमा चाहिँ त्यो गौरवको भावना बिल्कुल हुँदैन बल्कि बरु उहाँहरूमा चाहिँ गिल्टी फिलिङ्सहरू चाहिँ धेरै हुन्छ। तर हजुरहरूले बिल्कुल त्यस्तो नसोच्नु होला। हजुरहरू त सबैभन्दा धेरै भाग्यमानी हो जो आफ्नो गाउँघरमा बसेर आफ्नो लागि खानेकुरा बिना विषादी
एकदम अर्ग्यानिक तरिकाले उब्जाइरहनु भएको छ। हरेक दिन बिहान बेलुका कति स्वस्थ खानेकुरा खाइरहनु भएको छ। आफ्नो बच्चाहरूलाई आफ्नो सम्पूर्ण परिवारको स्वास्थ्यमा नै हजुरले कति ठुलो टेवा पुर्याइरहनु भएको छ। बजारमा बस्ने मानिसहरू बाध्यतावश आफ्नो छोराछोरीहरू, आफ्नो परिवार र आफूले नै विष खान बाध्य छन् भने तपाईले त अमृत खुवाइरहनु भएको छ आफ्नो परिवारलाई र आफूले पनि। त्यसैले गाउँमा बस्नु, खेती किसानी गर्नु र अर्ग्यानिक सब्जीहरू, अर्ग्यानिक अन्नहरू उत्पादन गरेकोमा आफूलाई एकदमै भाग्यमानी सम्झिनुहोस् र गर्व गर्नुहोस्। हामीले यो भिडियो निर्माण गर्ने क्रममा काठमाडौँको धुम्बाराईमा रहेको एउटा सब्जी मण्डीमा गएर त्यहाँका एक युवा व्यापारीसँग केही प्रश्नहरू राखेका थियौँ। आजकल बजारमा खान नै अयोग्य तरकारीहरू भित्रिरहेको समयमा अहिले यो मण्डीभित्र हेर्दाखेरि हजुरले यहाँ मध्ये खान योग्य र अलिक कम विषादी प्रयोग भएको या अर्ग्यानिक केही सब्जीहरू छ त भनेर हामीले प्रश्न गर्दा उहाँले भन्नुभयो कि यहाँ कुनै पनि तरकारी अर्ग्यानिक छैन। अर्ग्यानिक भनेर धेरै सब्जीहरू बेच्ने प्रयत्न गरिन्छ, अर्ग्यानिक हो भन्दै बेचिन्छ, तर त्यसमा पनि भरपुर मात्रामा विषादी प्रयोग भएको हुन्छ र उहाँले विषादी नराखी त केही फल्दैन अनि कमाउनको लागि टन्न फलाउनु पर्यो, टन्न बेच्नु पर्यो अनि न पैसा कमाउँछ किसानले भन्नुभयो। तपाईको कस्तो हुन्छ भने यो उत्पादनै हुँदैन क्या। अब बिक्न हालिकन अलिकति रसायन मलहरू नहालिकन अहिले फल्दैन केही उब्जाउ नै हुँदैन, माटो बिग्रिसक्यो। अब नर्मली थोरै लाउँदा फल्छ, नफल्ने होइन, तर धेरै अब यो तरकारी नै कृषि नै गर्ने हो, तरकारी नै रोप्ने हो भने चाहिँ त्यो सम्भव छैन अहिले चाहिँ। र उहाँले अर्को एउटा महत्त्वपूर्ण कुरा के भन्नुभयो भने तरकारी किन्न जाने मानिस नै मूर्ख भएर हो भन्नुभयो। अनि हामीले चाहिँ किन भन्दा उहाँले चाहिँ मानिसहरूले जुन चाहिँ तरकारी एकदमै राम्रो देखिन्छ, ठुलो देखिन्छ, सर्लक्क परेको देखिन्छ त्यो मात्र मान्छेले रोज्छ। अलिकति बाङ्गिएको तरकारी देख्नुपर्छ त्यो चाहिँ उसले लिँदैन। अहिले भनेको तपाईँलाई अर्ग्यानिक भन्दा पनि मान्छे जुन अब राम्रो छ, बाहिर देखावटी राम्रो चाहियो मान्छेलाई। अब अलिकति किरा लगाएर खाना हुँदैन, सर्लक चाहियो होइन। चिजहरू तरकारीहरू जे जस्तो भयो नि, यो तपाईँको भेन्डा हेर्नुभयो भने यो भेन्डा छ तपाईँको, यो भेन्डाहरू नेपालीहरू भन्छ यो बाङ्गो नखाने, सर्लक्क चाहिने होइन। मान्छेहरू नेपालीहरू कस्तो भन्दा राम्रो चाहियो, देखावटी राम्रो चाहियो क्या, भित्र जस्तो होस् मतलब भएन, देखावटी राम्रो चाहियो, राम्रो खोज्ने छन्। उहाँले एउटा भेन्टा नै देखाएर उदाहरण दिएर भन्नुभयो। एउटा भेन्टा चाहिँ सर्लक्क परेको लामो छ, राम्रो छ, अनि अर्को चाहिँ अलिकति बाङ्गिएको र एक ठाउँमा किराले खाएको छ। अनि यो दुईटा भेन्टामा चाहिँ यो भेन्टा मान्छेले रोज्दैन। यो मात्र होइन कि अलिकति बाङ्गिएको मात्र देख्यो काँक्रा या भेन्टा भने त्यो उसले छुँदैन, सिधा चाहिँ सबैभन्दा राम्रो र फ्रेस जुन छ त्यो नै उसले चुज गर्छ र त्यही नै उसको गल्ती भएको हुन्छ भनेर उहाँले भन्नुभयो। यो किन त भन्दा अघि मैले भने जस्तै जसमा चाहिँ विषादी अलिक कम परेको छ त्यो सब्जी चाहिँ अलिकति नराम्रो, अलिकति बाङ्गो टेढो, अलिकति ओइलाएको जस्तो देखिन्छ। त्यसैले तरकारी किन्न जाँदा चाहिँ सकेसम्म अलिकति नराम्रो देखिने तरकारी रोज्यौँ भने चाहिँ त्यसमा कम मात्रामा विषादी हुन्छ भनेर उहाँले पनि भन्नुभयो। विषादी र जैविक औषधि दुवै बेच्ने एक एग्रोभेटसँग हामीले प्रश्न गर्यौँ। विषादी नराखी अन्न या तरकारीहरू उत्पादन गर्न सम्भव नै छैन त? केही जैविक औषधिहरू छैनन् विकल्पको रूपमा? अनि हाम्रा पुर्खाहरूले पनि त 100औं वर्ष अगाडि त जब नेपालमा विषादीहरू ल्याउने प्रचलन थिएन त्यति बेला पनि त सब्जीहरू फलाएर खाइरहनु भएको थियो त। तब उहाँको भनाइ थियो हामीसँग जैविक र विषादी दुईटै अप्सन्सहरू छ। जैविक रूपमा यदि अर्ग्यानिक रूपमा तपाईँले चाहिँ ट्रिट गर्न सक्नुहुन्छ आफूले लगाएको तरकारी भने त्यसको अप्सन्स पनि हामीसँग टन्नै छ। जस्तो कि निमबाट बनाइएको केही औषधिहरू छ, घिउकुमारीबाट बनाएको औषधिहरू छ, गाईको गहुँतबाट या मलबाट बनाइएको औषधिहरू छ, तितेपातीबाट बनाइएको औषधिहरू छ। यस्ता अप्सन्सहरू पनि छन् र कोही मानिसहरू आउनु पनि हुन्छ हाम्रो स्टोरमा। मैले मेरो घरमा आफूले खानको लागि, आफ्नो परिवारलाई खुवाउनको लागि थोरै मात्रामा तरकारी लगाएर फलाएर खान चाहन्छु, मलाई त्यही अनुसारको जैविक औषधि मात्र दिनु, मलाई विषादी नदिनु भनेर खोज्न पनि कति धेरै आउनुहुन्छ र हामीले जैविक औषधि दिएर पठाउँछौँ। अनि उहाँ जानुहुन्छ र गएर त्यो जैविक औषधि प्रयोग गर्नुहुन्छ अनि फेरि केही दिनमा हामीसँग आएर भन्नुहुन्छ कि त्यो औषधिले काम नै गरेन।
किराहरू लागिरहेको थियो त्यो औषधि मैले छरेँ तर त्यो किरा भाग्दै भागेन अनि राम्रोसँग फल पनि लागेन फुल पनि लागेन। अब चाहिँ मलाई त्यही विषादी नै दिनुहोस्, अलिक कडा खालको विषादी दिनुहोस् जसले गर्दा त्यो किरा पनि भागोस् अनि फल पनि राम्रोसँग फलोस्। के हुन्छ भने अर्ग्यानिक गर्छु भन्दा पछि बोट बिरुवा जम्मै किराले नष्ट बनाएर चाहिँ ए बाबा अब चाहिँ नसकिने रहेछ अर्ग्यानिक चाहिँ नहुने रहेछ भनेर जेलस भन्नुभएको छ। त्यस्तो किसानहरू हुनुहुन्छ। अर्ग्यानिक खेती लार्ज स्केलमा गरेको कोही देखिन्न नेपालमा काठमाडौँमा? छैन। भनाइ अर्ग्यानिक गरे पनि विषादी चाहिँ भित्रभित्रै हालिराख्नु भएको छ। ओहो, यो त झन् डेन्जरस भयो त। किनभने नभए त उपाय छैन, खाइहाल्छ किराले। अब गोलभेडामा चाहिँ तपाईँको त्यो टुटा भन्ने यस्तो किरा छ कि त्यसलाई चाहिँ सबभन्दा कडा विषादी हाल्नुपर्छ, नभए मर्दैन। र अर्को कुरा उहाँले के भन्नुभयो भन्दा अहिलेको बिउहरूमा नै समस्या छ भन्नुभयो। जुन अहिले हामीले हरेक चिजको हाइब्रिड बिउहरू बजारमा आइरहेको देख्छौँ त्यो बिउ नै यस्तोसँग ट्रिट गरेर पठाइएको हुन्छ, त्यो बिउ उत्पादन हुँदा नै यस्तोसँग चाहिँ उत्पादन गरिएको हुन्छ कि त्यसलाई सामान्य औषधिले सामान्य जैविक तरिकाले ट्रिट गरेर त्योबाट फलाउनु भनेको असम्भव हुन्छ। त्यो बिउ जस्तो तरिकाले चाहिँ बनेको छ त्यसलाई त्यस्तै तरिकाको त्यस्तै कडा विषादीहरू चाहिन्छ भनेर पनि उहाँले भन्नुभयो। विकल्प भइकन पनि किन चाहिँ विषादी नै लैजान्छ फेरि मान्छेले? यो यस्तो छ क्या, यो हाइब्रिडहरू जुन आएको छ नि सिडहरू, यो हाइब्रिडलाई चाहिँ तपाईँको यो अर्ग्यानिक विषादी अर्ग्यानिक उहरूले चाहिँ त्यति छुँदो रहेनछ। त्यही भएर विषादी हाल्न चाहिँ किसान बाध्य हुन्छ, बाध्य नै हुन्छन्। सिडकै कारणले पनि एकदमै कडा खालका चाहिँ किरा इन्सेक्टिसाइडहरू फङ्गिसाइडहरू सिडबाटै आएको छ कि त्यही भएर चाहिँ यो अर्ग्यानिकले चाहिँ त्यति राम्रो भएको देखिएको छ। सिडहरू चाहिँ लोकलै युज गर्नु त्यही नै हो, मेन रोग आउने नै सिडबाटै हो। यो हाइब्रिडवाला सिडबाट नै आउने हो क्या रोगहरू भनेको। पहिला पुरानो तपाईँको परम्परागत कृषिमा त हाम्रो कहाँ थियो त विषादी? अझै पनि हाम्रो गाउँ चाहिँ मेरो दोलखा हो होइन, उतातिर विषादी अहिलेसम्म युजै भएको छैन। अनि हामीले हाइब्रिड कुनै रोपेकै छैन। अब यहाँ यस्तो छ, उहाँ चाहिँ त्यस्तो छ क्या। नहुने त होइन, हुन्छ तर उत्पादन कम हुन्छ नि त लोकल रुखको त। यहाँ त धेरै उत्पादन चाहियो किसानहरूलाई। उहाँको कुरा सुन्दा त के लाग्यो भने अबको सबैभन्दा ठुलो आवश्यकता भनेको त हाम्रो गाउँघरमा हुने लोकल बिउहरूको संरक्षण गर्नु, तिनलाई जोगाएर राख्नु नै रहेछ। र उहाँले केसम्म भन्नुभयो भने अबको 10 वर्षपछि यदि बाहिरबाट चाहिँ हाइब्रिड बिउ आउन बन्द हुने हो भने नेपालमा चाहिँ भोकमरी लाग्नेछ, नेपालमा केही पनि अन्न उत्पादनहरू हुने छैन। किनभने गाउँघरको लोकल बिउहरू त पूर्ण रूपमा हराएर जाँदैछ। र त्यो हराउनुको कारण भनेको उहाँले एउटा धानको बिउको प्याकेट देखाएर हामीलाई चाहिँ उदाहरण दिनुभयो। त्यही खेतमा गाउँघरमा भएको लोकल बिउ लगाउँदा चाहिँ जम्मा 8 मुरी धान फल्यो भने त्यही क्षेत्रफलमा यो हाइब्रिड बिउ लगाउँदा चाहिँ 18 मुरी धान उसले फलायो अरे। अनि मान्छेले 8 मुरीको सट्टा अभियसली 18 मुरी नै फल्ने धानको बिउ रोज्ने भयो। यसरी चाहिँ गाउँघरमा भएको लोकल बिउहरू लोप हुँदै गइरहेको छ, हराउँदै गइरहेको छ। मानिस चाहिँ हाइब्रिडतिर नै लम्किरहेको छ किनभने त्यहाँ धेरै फाइदा छ। अबका 10 वर्ष पछाडि जुन यो हाइब्रिड जुन भित्रे नि लोकल मासिँदै जान्छ। लोकल मासिसके पछाडि जब यो चाहिँ विदेशबाट आएको त हो, कतैबाट नाका बन्द भयो भनेदेखि चाहिँ हाम्रा खेतबारी सबै बाँझा हुन्छन्। यो चाहिँ 100% नै हो अबका 8-10 वर्ष पछाडि। किनभने लोकल सिड मासिए पछाडि त यसैमा निर्भर हुने भए, हाइब्रिडमा निर्भर भयो। यदि रोकियो भने त सक्यो, बाँझै हुने भयो सबै। जसरी त्यो हाइब्रिड बिउमा नयाँ जीवन पैदा गर्ने शक्ति हुँदैन, त्यसरी नै त्यही हाइब्रिड बिउबाट फलेका तरकारीहरू मानिसले खाइरहँदा मानिसहरूमा पनि त्यो समस्या आइरहेको छ। अबको केही वर्षपछि नयाँ पुस्ता देख्न पाउनु या मानिस फर्टाइल हुनु नै एउटा ठुलो चुनौती बनेर जानेछ। विषादी बिना पनि जैविक तरिकाहरू प्रयोग गरेर, जैविक सामग्रीहरूको प्रयोग गरेर अर्ग्यानिक रूपमा खेती गर्न सकिन्छ, तरकारीहरू फलाउन सकिन्छ भन्ने कयौं उदाहरणहरू छन्। जस्तो कि सिक्किम कयौं वर्षदेखि पूर्ण रूपमा विषादी मुक्त छ। त्यहाँ कुनै पनि प्रकारको विषादी किनबेच गर्न नै पाइँदैन। सबै खानेकुरा पूर्ण रूपमा अर्ग्यानिक छन्।
त्यस्तै भुटान पनि अर्ग्यानिक उत्पादनकै लागि चिनिन्छ। नेपालमा पनि पर्माकल्चर फार्मिङमा बिना विषादी नै खानेकुराहरू उब्जाउने तालिम नै दिइएको हुन्छ। यस्तै हामीले तनहुँको दमौली स्थित व्यास नगरपालिका 10 मा वर्षौंदेखि अर्ग्यानिक खेती गर्दै आउनुभएका र विभिन्न व्यक्तिहरूलाई यसको बारेमा ज्ञान दिँदै आउनुभएका एक सफल कृषक तुलसीराम सापकोटासँग हाम्रा केही जिज्ञासाहरू राखेका थियौँ। दमौली बजारमा व्यवस्थापनको चुनौतीको रूपमा रहेको सेफ्टी ट्याङ्कीको फोहोर र आफैले गौशाला सञ्चालन गरेर ती गाईहरूको मल मूत्रको प्रयोग गरेर पूर्ण रूपमा अर्ग्यानिक खेती गरिरहनुभएका उहाँको कुरा सुनौँ। नमस्कार, म तुलसीराम सापकोटा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर 10 निवासी हुँ र मैले के भन्न चाहन्छु भने अहिले धेरै विषादी राखिएका तरकारीहरू बजारमा आएका छन्। त्यसले धेरै प्रकारका रोगहरू निम्ति आएका छन् र त्यसलाई हामीले न्यूनीकरण गर्ने उद्देश्यका साथ यो बन्जर रहेको जुन बगरमा हामीले त्यो बजारको सेफ्टी ट्याङ्की ल्याएर डिस्पोज गर्ने र तपाईँको स्थानीय गाईको मलमूत्रहरू त्यहाँ गौशाला निर्माण गरेका छौँ। त्यसको मलमूत्र अधिकतम प्रयोग गरेर कम्तीमा 1 वर्ष जति त्यसलाई माटोलाई बेसरी चाहिँ जोत खनका कामहरू गऱ्यौँ र त्यसपछि माटो यस्तो बन्यो। अहिले तपाईँले त्यहाँ हामीले तरकारीहरू लगाउँछौँ, आलुहरू लगाउँछौँ, शुद्ध अर्ग्यानिक र त्यहीँको त्यो माटोलाई पहिले हामीले चाहिँ एकदम शुद्धिकरण गरेपछि त्यहाँ उत्पादन हुने तरकारीहरू चाहिँ एकदमै राम्रो भएको छ र कहिले कतै हामीले जुन किरा नलागोस् भनेर त्यो गाईको गौतमा निम राख्ने, पाती राख्ने, असुरो राख्ने र त्यसलाई भिजाएर चाहिँ बाल्टीमा लगेर चाहिँ हामीले कुचोले सुई छर्किदिने पनि गर्छौँ। त्यसले गर्दाखेरि कहीँ कथाबी यो किराहरू लाग्नबाट पनि जोगिन्छ र त्यसपछि हामीले बिस्तारै त्यहाँ जुन अब तरकारीहरू जुन एकदमै राम्रो भयो, विषादी रहित तरकारीहरू उत्पादन भएपछि अहिले चाहिँ तपाईँको सेफ्टी ट्याङ्कीको जुन मलमूत्रहरू किसानले आफ्नो जग्गामा लगेर राखेर त्यसमा बालुवा मिक्स गरेर बालुवा र त्यो मिक्स गरेर जोतखन गरेर केही समय त्यसलाई चाहिँ माटोलाई राम्रोसँग चाहिँ सूर्यको किरण लिन दिने र अनि 6 महिनापछि त्यसमा तरकारी खेती तपाईँको अन्य चाहिँ कृषिजन्य खेतीहरू गरेका छौँ। त्यो उदाहरणीय बनेको छ। हामीले त्यो अभियानका रूपमा अब अगाडि बढाउने अभ्यासमा छौँ। अहिले व्यास नगरपालिका वडा नम्बर 10 को जुन सिसुवा भतेरीबाट सुरु भएको छ र आगामी दिनमा हामीले व्यास नगरपालिकालाई नै यो अभियानमा जुन सरिक हुनलाई अनुरोध गर्दै हामीले यो जुन अब अधिकतम विषादीहरूलाई एकदमै न्यूनतम बनाएर त्यसलाई जिरोमा झारेर जुन शुद्ध र एउटा चाहिँ विषादी रहित तरकारी र खेतीहरूलाई प्रोत्साहन दिने अभियानमा हामी छौँ। अहिले हामीले सिसुवा भतेरीमा जुन यो माटोलाई पहिला चाहिँ शुद्धिकरण गरेपछि आलुलाई विशेष गरेर आलुको ब्लक बनायौँ र आलु यति राम्रो फल्यो, यति धेरै फल्यो कि तपाईँको पहिला विषादी राख्दाखेरि फल्ने आलुभन्दा डबल आलुहरू फल्यो र बाहिर पनि के भयो भने त्यहाँ त एकदमै माटो नै जुन एकदम त्यो प्रशोधन गरेर अब यो विषादी रहित बनाउनु भएको छ र त्यही माटोमा उब्जेका तरकारीहरू आलुहरू चाहिँ खानलाई एकदमै स्वस्थकर हुन्छ भन्ने नगरवासीलाई हामीले जुन जानकारी पनि गरायौँ र अहिले त्यहाँ गाईको विशेष गरेर स्थानीय जातका गाईहरूको मल बढी प्रयोग हुन्छ। त्यसले गर्दाखेरि उत्पादनमा पनि डबल भएको छ र अहिले त्यो मल हामीलाई चाहियो आलु हामीलाई दिनु पर्यो। तपाईहरुले चाहिँ यस्तो राम्रो आलु बनाउनु भएको छ, बाहिरबाट पनि बोरा लिएर आलु किन्न आउने, ट्र्याक्टर लिएर मल हामीलाई राखिदिनुहोस् भने अग्रिम भुक्तानी पनि पैसा दिएर पनि त्यो मलहरू लगेर अहिले त्यो त्यहाँको चाहिँ देखासिखी चाहिँ अन्य वडाहरूले पनि गरेका छन्। यो सफलता पनि हो। यो हरेक ठाउँमा यसरी गरियो भने पक्कै पनि हाम्रो देश कृषि प्रधान देश हो। तर कृषि प्रधान देशमा हाम्रो के छ भने धेरै विषादी प्रयोग गरेर रातारात मालामाल कसरी बनाऊँ भन्ने स्वास्थ्यलाई चाहिँ प्रतिकूल असर परेको छ। तर त्यतापट्टि वास्ता नदिएर यो भएको छ। राज्यले पनि यसलाई चाहिँ नियन्त्रण गर्नुपर्ने आवश्यक छ र कहीँ कम्तीमा हाम्रो चाहिँ तरकारी जन्य चिजहरू खेतीका कुराहरूमा राज्यले पनि यसलाई मोनिटरिङ गर्ने र चाहिँ ल्याब टेस्ट गरेर यो विषादी छ भने त्यसलाई अन द स्पोट कारबाही गर्नुपर्ने देखिएको छ। त्यसलाई पनि अब राज्यको नीति चाहिँ छ तर कार्यान्वयन भएको छैन। हामी किसानको तर्फबाट पनि यो नीतिलाई फलो गर्नलाई अनुरोध गर्छौँ। विषादी होइन जैविक खोजौँ, क्यान्सर होइन जीवन रोजौँ भन्ने स्लोगनका साथ हामी अगाडि बढेका छौँ। यसरी यदि हामीले चाहने हो भने जैविक र प्राकृतिक प्रविधिहरूको प्रयोग र उपयोग गरेर पनि मनज्ञ रूपमा उत्पादन गर्न सकिन्छ। बस
हामी सचेत हुनु पर्यो र संवेदनशील हुनु पर्यो। विशेष गरेर जुन तरकारीहरू बिक्री वितरण गर्नको लागि कृषि फार्महरू चलाइरहनु भएका किसानहरू हुनुहुन्छ, उहाँहरूमा नै यो चेतना आउने हो भने हामी सबै सुरक्षित रहने थियौँ। त्यो विषादीयुक्त तरकारी किनेर खाने मान्छेसम्म आइपुग्नुभन्दा अगाडि नै उहाँहरू र उहाँहरूको परिवारलाई नै त्यसले कति नकारात्मक असर पुर्याइसकेको हुन्छ र त्यो फार्मको 100औं मिटरसम्म रहेका घर परिवारहरूमाथि पनि। हावा र पानीको माध्यमबाट पनि त्यहाँ नजिकका धेरै परिवारहरू प्रभावित हुने गर्छन्। प्रकृति र प्रकृतिमा भएका ती ससाना जीवहरूको त के कुरा गर्नु। विषादी प्रयोग गर्ने अलमोस्ट सबै कृषकहरूमा नै धेरै मात्रामा क्यान्सर देखिएको हामीले कयौं रिपोर्टहरू मार्फत पत्ता लगायौं र यो देख्दा निकै नै दुःख लाग्यो। केही पैसा कमाउने लोभमा उहाँहरूले सबैभन्दा पहिले त आफैले नै आफैलाई मारिरहनु भएको छ। त्यसैले अब सरकारद्वारा केही कदमको अपेक्षा गर्नुभन्दा पनि हामी आफू नै कृषकहरू र त्यो तरकारी कन्ज्युम गर्ने किनेर खाने मानिसहरू नै सचेत भयौँ भने त्यहीबाट नै समस्याको समाधान हुनेछ। हस् त, आशा छ आजको अङ्क हजुरहरूलाई जानकारीमूलक नै लाग्यो होला। आजको अङ्कको हाम्रो उद्देश्य भनेको मानिसहरूले आफूले के खाइरहेको छु र त्यसले मेरो स्वास्थ्यमा, मेरो परिवारको स्वास्थ्यमा के कस्तो असर परिरहेको छ त्यो बारे सचेत गराउनु र त्योबाट बच्नको लागि गर्नुपर्ने उपायहरू गर्नु र ती ज्यान लिने विषादीहरूको प्रयोग गरिरहनु भएका कृषकहरू जति पनि हुनुहुन्छ, सायद उहाँहरू त्योबाट हुन सक्ने असरहरूको बारेमा जानकार नभएर पनि त्यो गरिरहनु भएको छ यदि भने हाम्रो भिडियो मार्फत त्यसको बारेमा जानकारी पाएर अबदेखि त्यो विषादीहरू आफ्नो हातले छुने काम पनि नगर्नुहोस् भन्ने हाम्रो चाहना थियो। उहाँहरूसम्म पनि सम्भव हुन्छ भने यो भिडियो पुर्याइदिनु होला र आशा गरौँ कि सरकारले पनि अलिकति संवेदनशील भएर यसबारेमा केही कदमहरू उठाओस्। हस् त, नमस्कार।